नाम भनिदिनुहोस् न। मेरो नाम प्रकाश बेलवासे। अनि यहाँ रेस्टुरेन्ट क्लाउड किचनमा के गर्दै हुनुहुन्छ तपाईँ? अहिले चाहिँ हामी यो क्लाउड किचन रेन्टमा लिएर चलाइरहेछौँ। अनि कुन कुजिनमा काम गर्दै हुनुहुन्छ? अहिले चाहिँ म इटालियन र कन्टिनेन्टलमा। अनि तपाईँहरूलाई चाहिँ सहज भएको छ यसमा? एकदमै सहज छ, सबै कुरा यहाँ व्यवस्थित छ होइन, सबै कुरा एकदम फर्निस्ड, एकदम इक्विप्ड किचन पाइरहेछौँ हामीले होइन। अनि रेन्ट वाइज चाहिँ तपाईँहरूलाई सहज छ? हजुर, अहिले एकदम सहजै छ। पछि तपाईँ अरू सेफ साथीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? मैले चाहिँ अब मेरो सेफ साथीहरूलाई चाहिँ आउनुहोस् होइन, हजुरले आफ्नो कुजिन लिएर आउनुहोस् अनि तपाईँले चाहिँ मजाले यहीँबाट आफ्नो ब्रान्ड बिल्डअप गर्न पाउनुहुन्छ। अनि पछि अनलाइनको खानाहरू चाहिँ तपाईँहरूले कुन कुन प्लेटफर्महरू मार्फत बेच्नुहुन्छ तपाईँहरूले? हामीसित यस्तै 5वटा 6वटा प्लेटफर्मसित इन्टिग्रेसन गरेको छ होइन। एउटा अब त्यही पठाउ, फुडमान्डु, भोजमान्डु, अनि याङ्गो फुड, अनि अरू 2टा नयाँ पनि छ। के हो अनि तपाईँहरूको चाहिँ इटालियन कुजिनमा चाहिँ तपाईँ कति वर्ष विदेशमा काम गरेर आउनुभयो? विदेशमा चाहिँ 2 वर्ष जति गरियो, अनि पछि यहाँ चाहिँ अब सेफ एज अ सेफ नै काम गरियो कन्टिनेन्टल एन्ड इटालियन। पछि यो रेस्टुरेन्ट क्लाउड किचनमा तपाईँहरूले भविष्य के देख्दै हुनुहुन्छ? हामीले चाहिँ अब त्यो भन्दा नि हामीले चाहिँ अहिले आफ्नो ब्रान्ड बिल्ड गर्नको लागि होइन, अनि आफ्नो टेस्टहरू अब कस्टमर सामु पुर्याउने त्यही नै हो। हस् धन्यवाद सर।